आदरणीय दर्शकवृन्द, सबैजनालाई रातिकालीन अभिवादन गर्न चाहे। यति बेला रानीबारी स्थित श्यामकुञ्ज निवासमा छौँ। यो माहौल अत्यन्तै रमाइलो माहौल छ। फ्यामिली ग्यादरिङ प्रोग्राममा हामी उपस्थित भइरहेको अवस्था छ। आदरणीय दर्शकवृन्दहरू, यो माहौल सबैजना फ्यामिलीहरू जमघट भइरहेको अवस्था छ। परिचयतर्फ गएँ म ओमोबोसिस चेयरम्यान ओमो न्यौपाने। ओमोबोसिस चेयरम्यान हाम्रो सीता न्यौपानेजी हुनुहुन्छ यति बेलाको बसाइमा। ग्रेटफुल सेक्युरिटी सर्भिस सुबेदार मेजरका हाम्रो श्रीमती हुनुहुन्छ। उहाँ मेरो आफ्नै माइजू, सहोदर माइजू, नानको भण्डारी। यति बेला म परिचयतर्फ गइरहेको छु। आदरणीय दर्शकवृन्दहरू, अलिकति म जुम गर्न चाहेँ। सरस्वती खनालतर्फ गएँ म यति बेला। उहाँको परिचय दिनलाई म कुनै शब्दमा म भेट्न सक्दिनँ। मेरो सानीमा हुनुहुन्छ निर्मला अधिकारीज्यू, विजेश्वरी स्कुलको डाइरेक्टर हुनुहुन्छ यति बेलाको बसाइमा। यति बेला म गएँ, अलिकति जुम गरेँ। मेरो बहिनी रोसी न्यौपाने, आर्किटेक्ट इन्जिनियर रोसी न्यौपाने भनेर म हजुरहरूलाई चिनाउन चाहन्छु। यो बसाइमा अलिकति मैले जुम गरेँ। यो बसाइमा उहाँ फोटोग्राफर पनि हुनुहुन्छ र अलिकति माहौलको अधिकारी पनि हुनुहुन्छ। अलिकति गरेँ, जुम गरेँ। सीताराम अधिकारीज्यू नमस्ते, दर्शन नमस्ते भन्न चाहेँ। म अत्यन्तै नजिकबाट उहाँलाई जुम गरेँ। मेरो मामा हुनुहुन्छ दलबहादुर अधिकारीज्यू, लमजुङ राइनस नगरपालिका, बोडाङ घर उहाँको। उहाँको चाहिँ विगत 38 वर्षदेखि नै काठमाडौँमा बसाइ छ। उहाँ चाहिँ स्पेसल्ली प्रेस डाइरेक्टर हुनुहुन्छ। प्रेसको काम गर्नुहुन्छ, तर उहाँ आफ्नै प्रेस सञ्चालन गर्नुभएको छ। यति बेला म राइनस नगरपालिकातर्फ गएँ। सूर्यबहादुर थापा, उहाँको परिचय दिन पर्दाखेरिमा मलाई कुनै शब्द नै आएको छैन। उहाँ आर्मी ब्याकग्राउन्डबाट पनि हुनुहुन्छ। उहाँ लोकगायक पनि हुनुहुन्छ। राइनसकोटको भिडबाट चाहिँ राइनसकोटको भिड भन्ने गीतबाट चाहिँ उहाँ रेडियो नेपालबाट प्रख्यात हुनुहुन्छ। यो माहौल अत्यन्तै रमाइलो माहौल छ। आदरणीय दर्शकवृन्दहरू, धेरै मान्छेहरू हुनुहुन्छ, तर मैले परिचय दिन भएन यो माहौलमा। सबैजनालाई यो लाइभ देखाउन चाहेँ। कुनै गल्ती भएमा क्षमा प्रार्थी छु।